हेलो गाइस, हेर्नुस्, जिन्दगीमा समस्या आयो भनेर न्याउरो परेर नबस्नुस्। जिन्दगीमा सबै कुराको सोलुसन छ। हेर्नुस्, मलाई मेनोपोजले फेन्ड भएपछि डाक्टरले 1 वर्ष तैँले ड्राइभिङ गर्न सक्दैनस्, काम गर्नु सक्दैनस् भनेर घरमा मलाई थुपारेको मान्छे आज हेर्नुस् त, जे हुन्छ राम्रैको लागि हुन्छ। हेर्नुस्, म घरमै रमाइलो गर्दै कुकिङ गर्दै खाँदै नाच्दै म के गर्दैछु थाहा छ? आजको 2 देखि 4 वर्षमा इनफ बजेट बनाएर फ्युचर सेक्योर गरेर रिटायर भएर मेरो प्यासनको कामहरू गर्ने प्लानमा छु। हेर्दै जानुहोस्, यो निर्मलाले के भन्यो नभन्नुहोस् है। म यही फेसबुकमा 1 वर्ष त यत्तिकै जान्छ, 2 वर्ष यत्तिकै जान्छ, 4 वर्ष यत्तिकै जान्छ, के भन्यो नभन्नुहोस्। म यही फेसबुकमा हजुरहरूलाई म जे होस् प्रुभ गरेर देखाउने छु। आई हेभ टु प्रुभ माइसेल्फ, आई हेभ टु डु वाट आई वान्ट। डक्टरले पनि मलाई छेक्न सक्दैन के, फ्यामिलीले पनि छेक्न सक्दैन, मायाले यो गर यो नगर त्यस्तो भनिरहेछ। बट my mindset, I have already done what I am doing. हेर्नुहोस् है, म आज के गर्दैछु हेर्नुहोस्। नमस्ते। यो पास्ता बनाउँछु है। यो मैले पास्ता बनाउनु त आउँछ र, अन्त यो नेपाली होइन, खास इङ्ग्लिसको फुड हो। 1 2 3 4 5 6 7 8 9 10 सबै हाली पठाउनु पऱ्यो। त्यो अब हामी 5 जनालाई। मेरो मिक्कुले साह्रो मनपर्छ है। यहाँ अब यो बोइल हुनु लाग्यो, 10 देखि 5 मिनट म पकाउँछु है। त्यसपछि तपाईँलाई देखाउँछु है। अन्त पास्ता पकाउनु यहाँलाई आउँछ होला, यसरी यसलाई बोइल गर्ने है। अनि के गर्ने, आज चिकन पास्ता बनाउने। यसरी ठिक्क हुँदै यसरी तार्ने, गिलिक्क भएर भएर मिठो हुँदैन, भरे हामीले अलिकति भुट्नुपर्छ नि त चिकन भेजिटेबलसँग। सो यतिको राख्ने, अनि म फेरि देखाउँछु। पास्ता बनाउँदा त्यति धेरै उमाल्नु हुँदैन, ठिक्कको र किनभने भरे पनि हामीले भुट्नुपर्छ नि त। सो हो यतिको, गिलिक्क गर्नु हुँदैन है। यतिकैमा हामीले यसलाई तारिहाल्नुपर्छ है त। पास्ता त उमालिसके, अब म चिकन डिफ्रोस्ट हुँदैछ। म चाहिँ यो अब आजको क्यारोट यस्तो देखाउँछु ल। क्यारोटको म जुस पनि खान्छु, तर आज पास्तामा हाल्नु पर्यो। अनि यो काटेर हाल्ने हो, अनि यो पनि काटेर हाल्ने हो। आज म क्यारोट धेरै हाल्छु, किन भन्दा गाइस क्यारोट थुप्रै छ क्या फ्रिजमा, छोरीहरूले धेरै ल्याएछ। म स्मुदी यसको जुस बनाउँछु, अनि यो हालेर चिकन भेजिटेबल चिजी पास्ता नेपाली स्टाइल पकाउँछु। म त आधा घन्टामै पकाउँछु क्या गाइस। मेरो छोरीहरूले चाहिँ 2 घन्टा लाएर पकाउँछन् है, तर मेरै मिठो भयो भन्न थालेछ के। गाइस अब म यो पछाडि चिजलाई पनि चप गर्छु। चिजी पास्ता मनपर्छ है, सो अलिक धेरै चिज हालेर बनाउनु पर्यो आज। आई लभ एन्ड लाइक चिज। तपाईँलाई कति मनपर्छ चिज? अब यस्तो डल्लो ल्याइदिन्छ छोरीहरूले, कसरी चप गर्ने त यसरी चप गर्ने, प्याकेटमा बनाएर राखिदिने। म पनि चलाउँछु, छोरीहरूले पनि चलाउँछ है। जसले पनि चिप एन्ड बेस्ट, छोरीहरूले चाहिँ यङ भएर चिप एन्ड बेस्ट खोज्छ कि। यहाँ मेरो मेजर साहब बुढोले चाहिँ महँगो खोज्नुहुन्छ, म चाहिँ फ्लेक्जिबल। दुइटै मनपर्छ।
म त सस्तो महँगो राम्रो अर्ग्यानिक एभ्रिथिङ बट नो मोर जङ्क फुड। अब धेरै जङ्क फुड खानुहुन्न। यस्तो गरेर प्याक गरेर राख्दिनँ। हेर्नुहोस् त चिज कस्तो मजाले काट्छ हैन। ये चपिङ आजको लागि मेरो चपिङ सिधै अब कुकिङ हुन्छ है त। पास्ता बनाउनु भनेको फ्रोजनबाट फुस्किनै भनेर फ्रोजन भयो के अरे डिफ्रोस्ट भएन। खै टुरोन्सका खै इङ्ग्लिस के हो ससेज छोरीहरूले लिएर आएको थिएँ। म आज यो हाल्छु। म चप गर्दैछु। मिठो ससेज पापाले मनपर्ने भन्दै थियो मेरो ठुलो कान्छीले। योसँग म चिजी पास्ता भेजिटेबल बनाउँछु। भरे म बनाएपछि देखाउँछु है। यसरी मजाले काटेर घरमै यसरी घरमा पकाएर खाने हो गाइस। बाहिरको खानाले हामी हुन्छ के ओइल त हाल्नु पर्दैन यो पटमा। तर मलाई चाहिँ यो के हो भन्दा नेपाली यो के अरे जिरा र मेथी डराउनु मन लाग्छ क्या गाइस। सो गाइस यो भुटेपछि अब यो लसुन यसरी लसुन प्याज भुट्नुहोस्। रातो भइरहेछ यसरी है रातो पारेर भुट्नुहोस् है। अनि यसमा चाहिँ अघिको ससेज भुट्नुपर्छ। त्यसरी भुट्ने यतापट्टि चाहिँ यो अघिको पास्ता छ नि अलिअलि तेल हालेर नन स्टिक भन्ने यसरी यसलाई चाहिँ टालिएन भने राम्रो हुन्छ। अलिअलि तेल हाल्ने यसरी। अनि अलिकति यो सोया सस यसले चाहिँ कलर दिन्छ स्वाद पनि दिन्छ है। यसो गरेर यसो गर्ने यसरी यसलाई यो कस्तो परर हुन्छ क्या टालिँदैन। मलाई चाहिँ टालेको फेरि मन पर्दैन। यो इङ्ग्लिस स्टाइलको मलाई मन पर्दैन है। चाहिँ नेपाली आफ्नै स्टाइलको होला। नेपाली पनि कसरी बनाउँछ म त आफ्नै खालको बनाइदिन्छु। कस्तो छिटो बनाइदिन्छु। अनि यहाँ मेरो फ्यामिली वा मेरो मम्मी पनि छिटो भन्छ। मेरो छोरीहरूले यस्तो मजाको हुन्छ गाइस हेर्नुहोस् यस्तो हुन्छ है। अनि यो टालिँदैन है यस्तो हुन्छ। यो रातो भइसक्यो देखिसक्नु मलाई। यो रातो भएपछि यहाँ चाहिँ अघिको ससेज हाल्ने यसरी। अनि यसलाई पनि अलिक भुट्ने है। यसलाई भुट्नुपर्छ यसरी मजाले परर भुट्ने। एकछिन छोप्दिनँ हो नि त यो भाँडामा धेरै हिट चाहिँदैन। यसरी भुट्दै होइन। तपाईँहरूलाई कस्तो मनपर्छ? म चाहिँ अलि रातो रातो मनपर्छ क्या। हुन त त्यति राम्रो होइन। अब यसमा म के हाल्छु भेजिटेबल हाल्छु। म अघिको काट्ला धुवा पो भयो क्यारोट हाल्छु। अनि एकछिन छोप्छु है। यो मेरो चाहिँ टिङटिङ्गे भाँडा छ यहाँ 2-3 मिनट छोप्छु ल। कस्तो भयो त खबर यो हाम्रो पास्ता वा कस्तो भएछ है। अब यसमा म अघिको यो पास्ता हाल्छु। यसरी बुटुटुट हाल्ने। सानो भयो। म खालि खाना धेरै बनाउँछु। छोरीहरूले खालि किन धेरै बनाएको भन्छ। अब यसरी यसलाई मजाले चलाउनु त्यति मिलेन। मेरो मोबाइल चाहिँ हातमा छ कि। यो पछाडि चिज र हरियो के हो यो हरियो के भन्छ प्याज हाल्ने। यसलाई सरर पस्केर चलाउने। चलाएपछि मजाले पस्काएर खाने। यसरी मजा रमाइलो गर्दै घरदेखि नै यो एउटा बिजनेस पनि हो है। एट्र्याक्सन मार्केटिङ भनेको यही हो। यसरी पास्ता बनाउँदै रमाइलो फन गर्दै तपाईँ पनि 2 to 3 इयर्समा फ्रिडम अफ द बजेट हुन चाहनुहुन्छ भने मसँग जोडिनुहोला भन्न चाहन्छु है त। बाई 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 त भने पुरा कुरा भनिनँ। धेरै बार मैले 2टा पटमा बनाएँ। अब के भन्न चाहिँ बिर्सेँ त भन्दाखेरि नुन अरू के मसलाहरू चाहिँ आफ्नो खुसीले हाल्ने हो। आफ्नो जिउ अनुसार फ्यामिलीको हेल्थ अनुसार है। अनि त्यसो हुनाले यो चाहिँ आफ्नो खुसी हो यसरी बनाउने। अनि म चाहिँ यसरी यो पास्ता छ नि धेरै नमलेको चाहिँ यस्तो खालको मनपर्छ कि एकदम लिटिक्क भए चाहिँ मन पर्दैन। सो
मैले बाई बाई भने फेरि फर्केर आयो हो यस्तो पास्ता बनाएर यहाँले नि खानु खुवाउनु होला आफ्नो परिवारलाई यसरी बनाएर खुवाउँदा आफूलाई पनि कस्तो आनन्द हुन्छ आफ्नो फ्यामिलीलाई हेल्दी फुड हप्तामा एकचोटि अथवा महिनामा 2-3 चोटि मात्र बाहिरको खाना खाने है त यसरी घरमा पकाएको सो दामी हुन्छ सो दामी अनि यो पास्तामा विशेषको अर्को स्पेसल चाहिँ तपाईहरुले चाहिँ सिसमी सीड भनेको चाहिँ तिलको तेल यसो हाल्नु भने साह्रो मिठो बास्ना आउँछ तिल मन पर्नेलाई फेरि अब यसले यसरी फुल छोप्नु हुँदैन हरियो राख्नको लागि यसरी राख्ने अनि यसको बिर्को कता गएछ त्यसै राखेर खाने हो गाइस ल अहिलेलाई बाई बाई टेक केयर स्टे हेल्दी एन्ड वेल्दी